हेलो नमस्ते। आज फेरि एउटा भिडियो लिएर आएको छ। धेरै दिन पहिला हामी यो अगस्त महिनामा हामी होलिडेको एउटा सानो क्लिप र हाम्रो यो सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिकाको एउटा झाँक्री बोनहरूको परम्परा सायद पुर्खौलीदेखि चलिरहेको यो एउटा झाँक्रीहरू नाचगान गर्ने हाम्रो 5 दिनको कार्यक्रम हुन्छ। मेला नै भन्नु पर्ला त्यसलाई चाहिँ। 5 दिनको मेलामा चाहिँ यसरी झाँक्रीहरू नाच्ने यो चिज हुन्छ। त्यसै गरी हाम्रो यो यसपालि चाहिँ हाम्रो एउटा राम्रो अवसर जुरेको थियो। हाम्रो नेपाल जानुपर्ने मेरो भाइ सालो चाहिँ उहाँ एउटा ठुलो झाँक्री हुनुहुन्छ। उहाँ चाहिँ अब 3 वर्षको कार्यकाल अनि त्यो 3 वर्षको कार्यकाल चाहिँ यसपालि लास्ट भएको कारणले हामी सबै परिवार सहित हामी पाँचपोखरी पुग्यौँ अनि यो हाम्रो फर्स्ट नाइट हो र यो फर्स्ट नाइट चाहिँ हाम्रो यसरी माथि जानको लागि तयार भइरहेको अवस्था र फर्स्ट नाइट चाहिँ हामी होल नाइट यसरी हाम्रो झाँक्रीहरूको रेडी हुने ढुप्सी गर्छ भन्छ हामीले चाहिँ। फर्स्ट नाइटमा यसरी सबै गाउँले परिवारजनाहरू सबै जोइन भएर यो झाँक्री नाच बोनको कार्यक्रम हेर्न आउनुहुन्छ सुरुवात नाइट। र त्यसै गरी अब चाहिँ यो यो चाहिँ बिहान अब यसलाई चाहिँ हाम्रो छि भन्छ लामाहरूको भाषाबाट। हाम्रो तामाङहरूले चाहिँ सिल्सी गर्छ भन्छ। यो कार्यक्रम चल्दैछ अहिले चाहिँ। यो सिल्सी गरेको कार्यक्रम चाहिँ निरन्तर चलिरहेछ अनि यो कार्यक्रम पछि चाहिँ हामी घरबाट बाहिर निस्किने कार्यक्रमहरू हुन्छ। घरबाट बाहिर निस्किने कार्यक्रमको चाहिँ आई थिङ्क मैले क्लिप निकाल्नु सकिनँ किनभने म मेरो घरमा पुग्नुपर्ने थियो रेडी हुनुको लागि। हामी बच्चा सहित गएको थियो, त्यो बच्चासँग पनि हिँड्नु पर्यो। अनि यो हाम्रो सालो साहब यसरी सबैलाई चखाउने काम गर्छ। चखाउने काम गरिसकेपछि यो चाहिँ अब हाम्रो स्टेट वे अनि पुग्यो यर्सातिर। हामीले चाहिँ ठ्याक्क यर्सामै भेटेको अवस्था थियो। र यर्सादेखि चाहिँ हामी नाच्दै गइरहेको अवस्था। यो हाम्रो होइन 5 कतिजना रहेछ 1 2 3 4 5 जना चाहिँ नाचिरहनु भएको रहेछ। 5-6 जनै हुनुहुन्छ उहाँहरू सबै मेरो दाजुभाइहरू। अनि सबैजना चाहिँ यसरी जात्रा हेर्नुहुन्छ। यस्तै मेला चाहिँ 5 दिन चल्छ। तपाईँहरू बिलिभ गर्नुहुन्न। हाम्रो जनै पूर्णे भने चाहिँ हाम्रो नेपालीमा एउटा दसैँ जस्तो नै बनाउँछ हामीले। पहिलाको जमानामा चाहिँ हामी सानो हुँदाखेरि चाहिँ यो भदौको दिनमा
काठमाडौँतिर चाहिँ अब दसैँमा नयाँ लुगा दिन्छ भने चाहिँ हाम्रो गाउँघरमा चाहिँ यो भदौको दिनमा नयाँ लुगा दिन्थ्यो। अनि यो चाहिँ यो सर्कल छेची गरेर चाहिँ उहाँहरूले राखेको सगुनलाई खाइरहनु भएको रहेछ। त्यसपछि चाहिँ हामी सिधै पुग्यो हामी छुम्ती कुनाको भिरमा, छुम्तीको बिराइमा। यता हाम्रो ठुलो झोलङ्गे पुल छ। सानो क्लिप ल्याउनु मैले भ्याएको छु। यहाँदेखि पारीसम्म हाम्रो जात्रा हिँडेको छ। यो चाहिँ हाम्रो दिउँसो 5 बजीदेखि 4 बजीको थियो। त्यसपछि हामी टुपी डाँडा पुग्यो। टुपी डाँडामा भोलि बिहान त्यो बेलुका त मैले भिडियो बनाउनु भ्याएँ। भोलि बिहान यसरी डुब्सी गर्नुभएको छ। रातभरि डुब्सी गर्नुभएको यो चाहिँ रातिको बिहानै हो यो चाहिँ। अनि त्यसपछि त्यहाँ यसरी निस्किन्छ घरबाट बाहिर निस्किँदै चाहिँ तपाईँहरूले सबैले हेर्नु होला है। 1 जना 2 जना गरेर यसरी नाच्दै नाच्दै यो एउटा पुरै त्यो गरेर निस्किनुहुन्छ। यसको चाहिँ फुल्ली भिडियो हाल्छु म तपाईँहरूले। यो एउटा लामो नाचगान भएको छ यसरी। यसरी एक एक गरेर निस्किन्छौँ। जना 7 जना यतिजना हुनुहुन्छ। यसरी फुल्ली निस्किनुपर्छ सबैजना। त्यसपछि चाहिँ पछाडि उहाँले एउटा के अरे सगुन राखेको हुन्छ। त्यो सगुनकै छेउछाउमा यसरी नाच्नुपर्ने हुन्छ। त्यहाँदेखि चाहिँ सगुनको छेउमा नाचगान भइसकेपछि चाहिँ उहाँहरू त्यो सितिन्छ। यो भनेको अर्थात् चाहिँ अब यो सबै देवी देवतालाई बोलाएको अवस्था भनौँ न। अब यसरी गरेपछि चाहिँ त्यसपछि एउटा हाम्रो चाहिँ उहाँलाई देवतालाई उ गर्ने त्यो हुन्छ। त्यसपछि चाहिँ यहाँ माथि बारा म तल भिडियो खिच्दै थियौँ छोरीहरू सबैजना। अनि यो चाहिँ हामी चाहिँ यो ठाउँमा बसेको। यो ठाउँ चाहिँ यस्तो राम्रो छ कि टी हाउसदेखि बनाएर यस्तो राम्रो बनाउनु भएको रहेछ साथीहरूले। त्यसपछि हामी पुग्यो उता ताङको खर्का भन्ने ठाउँमा। ताङको खर्का भन्ने ठाउँ चाहिँ एकदम मेरो बाल्यकाल बितेकै ठाउँ हो, अघिको ठाउँ र यो ठाउँ चाहिँ। यो ठाउँमा धेरै रिमेम्बर चिजहरू छ। त्यही ठाउँको हो यो जाँगरी नाच गरेको नि। यो ठाउँमा चाहिँ म 2025 वर्ष भयो नपुगेको। म 2003-04देखि त्यो ठाउँमा नपुगेको थियो। यो ठाउँ चाहिँ त्यो बच्चाको बेलाको एकदम याद आउँछ। यो ठाउँलाई एकदम मेरो यादगार भएको ठाउँ हो यो। राम्रो नराम्रो सबै। त्यसपछि हामी नाच्दै नाच्दै यहाँ सबैजना कोही टालाटुलु बसेछ। यो बिहानको थियो। अनि यसरी सबैजना यहाँ बसिरहेछ माथिको लागि तयार लाठी सट्ठी लिएर। किनभने एउटा तेर्सो गइसकेपछि चाहिँ उकालो चढ्नुपर्छ भनेर। अनि यो सबैको भिडियो चाहिँ मैले क्याप्चर गरेको यसरी राउन्ड गरेर। अनि त्यसपछि चाहिँ हामी सिधै पुग्यो हामी माथि यो तपखर्का भन्छ हाम्रो देउराली भन्छ हाम्रो। देउरालीमा पुगेर चाहिँ त्यहाँ झाँक्रीहरू नाच्ने त्यो कार्यक्रम भइरहेछ।
देउराले पनि मैले जमानादेखि देखेको यो ठाउँमा चाहिँ यसरी नै यो दोकानहरू यो चाहिँ दोकान राख्नु भएको रहेछ बिचराले प्रोफेसनली चाहिँ छैन रहेछ अहिलेसम्म पनि तर बनाउनु भएको रहेछ राम्रो छ यो सबै यो चाहिँ भुम्बा लामाहरू पनि रहेछ अन्त हाम्रो पल्देन भाइले पनि अब उहाँको चाहिँ उहाँले भिडियो बनाउनु भएको छ उहाँको भिडियो पनि हेर्नु भएको होला तर मेरो पनि सानो क्लिपहरू थियो त्यही भएर मैले नि एडिटिङ गर्न खोजेँ आज अनि त्यसपछि चाहिँ हामी सिधै पुग्यौँ माथि पाँचपोखरी पाँचपोखरीमा चाहिँ हामी यस्तो यता मानम भन्ने ठाउँमा पुग्यौँ अनि यो मानमबाट फर्केर फेरि यो एउटा मन्दिरको उसमा सबैजनाको भिडियोहरू अलिअलि लिएको थियौँ हामी भर्खर आइपुगेको अनि त्यसै गरी मानम जानेको बेलामा चाहिँ यस्तो भिडियोहरू क्लिक गरेर यति लामो थियो हाम्रो जातरको यति लामो क्यु थियो कि हाम्रो उताबाट डाँडाबाट यस्तो राम्रो छ कि ठाउँ नै एकदम मनमा त्यो श्रृङ्ग हुने नि त्यो ठाउँमा बसौँ जस्तो लाग्ने ठाउँ छ आई थिङ्क म 25 वर्षपछि पुगेको थियो फेरि यो ठाउँमा म 2004मा गएकोदेखि यसपालि फेरि रिटर्न गयो तर मलाई ब्याक टु चाहिँ बाल्यकाल टिनेजर नै भनौँ न त्यो दिन याद आयो यहाँ चाहिँ हाम्रो झाँक्रीहरू यो मानम भन्छ यो ठाउँ एकदमै ठुलो अल्को ठाउँ छ पहिला हाम्रो झाँक्रीहरू यसमा नसमाधि गरेर हिँड्नुहुन्छ अरे काप्ने बेलामा त्यसपछि हामी फेरि यता फर्किनेकै क्रममा यो भिडियोहरू हल्का बनाएको छ मैले अनि यो चाहिँ हाम्रो टुप्पी डाँडामा पुगेको बेलाको एउटा क्लिप हो यो क्यामराम्यानले खिच्नु भएको क्यामेरा रहेछ हाम्रो यत्रो ठुलो परिवार छ यता बुढाबुढीको त्यसै गरी चाहिँ म भन्न चाहेँ यो भिडियो हेरेर लाइक कमेन्ट चाहिँ गर्नु